दावी भ्याली रिसोर्टमा तारै
हार्दिक अनुरोध गर्दछु। यसै गरी राज्य 9बाट हाम्रो प्रजन तामाङले पनि अतिथि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यो आर्थिक विभाग पनि छ, विभिन्न बैङ्कका साथीहरू पनि हुनुहुन्छ। यो हाम्रो चाहिँ विभिन्न यो फाइनेन्सियल केसहरूमा पनि आर्थिक म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। यसको नेतृत्व गर्ने कमरेड हाम्रो टासी शेर्पाजीलाई अतिथि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। रोशन अधिकारीजीलाई पनि अतिथि आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी पार्टीसी हाम्रो वडा नम्बर 3 का बल्द युवा विनोद तामाङजीलाई पनि अतिथिका आसन ग्रहण गरिदिनका लागि हार्दिक। ठिक छ, यो अलिकति त्रुटि भए पनि केही फरक पर्दैन। हामी सबै सरलाई मैले भर्खरै भनेको। यसै गरी हाम्रो आजका कार्यक्रमका आजको कार्यक्रमका जलपानी व्यवस्थापन समितिका अध्यक्षको रूपमा हामीले यो भाइ हाम्रो सुजन भाइलाई पनि अतिथि आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हामीले रेडबुल विभागका प्रमुखलाई पनि हामीले आसन ग्रहण गर्नुपर्ने हुन्छ। रेडबुल विभागका प्रमुख कमरेड दोर्जे शेर्पाजीलाई पनि अतिथिका आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो धुम्रापान विभागका अध्यक्ष कमरेड सुदीप श्रेष्ठलाई पनि अतिथि आसन ग्रहण गरिदिनुका लागि। यसै गरी हाम्रो सेवा विभागका प्रमुख कमरेड आजको यस कार्यक्रमलाई समापन गरिदिनु हुनका लागि हाम्रा आजको यस कार्यक्रमका सभापति कमरेड सुमन श्रेष्ठलाई म हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रम समापन गरिदिनु हुनका लागि भन्दै म आजको मेरो हातको माइक हस्तान्तरण गर्न चाहन्छु। म बिदा हुन्छु। लाल सलाम। धन्यवाद। म सुमन श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 3 धुस्कुन धाबी मेरो घर। अहिले जहाँ तपाईँहरू उपस्थित हुनुहुन्छ, आज तपाईँहरू उपस्थित सम्झेर तपाईँहरू सबैजना उपस्थित भएकोमा म यहाँहरू सम्पूर्ण कमरेडलाई, मेरो अग्रज साथीभाइ जे भन्दा पनि म तपाईँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। सधैँभरि हामी एउटा आस्था सबैकोमा हुन्छ, कसैको काङ्ग्रेसमा होला, कसैको एमालेमा होला, कसैको माओवादीमा होला, तर हामी मनदेखि नै के सही हो के गलत हो, कसले कसको लागि के गर्यो भन्ने कुरालाई अगाडि राखेर थाती राखेर हामी अगाडि बढ्नुपर्ने जरुरत हुन्छ। जब हामी एक भएर अगाडि बढ्छौँ, सम्पूर्ण कमरेडहरू एक भएर अगाडि बढ्छौँ, हामी जस्तो युवाहरू आज एक भएर अगाडि बढ्छौँ। आज 2081 साल 12 महिना 11 महिना
29 गते भइरहेको ठाउँ परिएको दिन यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा साथीभाइ शुभचिन्तकहरूमा म मनदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी बारबिसे नगरपालिका भीम पराजुली मेरा पाजु आदरणीय उहाँलाई मनदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यहाँ मैले धन्यवाद दिन नपाए पनि म मनदेखि नै धेरै नै खुसी छु। हामी सधैँभरि यसरी नै एकजुट भएर अगाडि बढ्दा सम्पूर्ण ठाउँमा हामीले गर्न सक्ने राम्रो काम कहाँ गलत भइरहेछ कहाँ सही भइरहेछ हामीले त्यसलाई अगाडि बढेर जानुपर्ने जरुरत हुन्छ। तपाईँहरूको साथ सधैँभरि यसरी नै हुन्छ भन्ने मनमा राखेर थाती राखेर यहाँ सम्पूर्णमा सधैँभरि यसरी नै एकजुट भएर अगाडि बढ्न मनदेखि आह्वान गर्न चाहन्छु। साथीभाइहरू म मनदेखि नै खुसी छु। सधैँभरि यसरी नै साथ सपोर्ट गरेर अगाडि बढिदिनु हुन म यहाँहरूलाई आग्रह गर्न चाहन्छु। त्यसै गरी आज यहाँ उपस्थित भएर अब खानपिन गरेर हामी यो कार्यक्रमलाई स्थगित गर्दै म सुमन श्रेष्ठ श्रेष्ठको तर्फबाट मनदेखि नै लाल सलाम ह्यापी होली ह्यापी होली। त्यसै गरी मेरो पाजु भीम पराजुली मनदेखि नै नमन गर्न चाहन्छु। पाजु थ्याङ्क यू मेरो साथीभाइ। सबैजना खाना खाऊ रमाइलो गरौँ नाचौँ गाउँ के छ के गरौँ सबै गरौँ मिलाएर गरौँ होइन त्यही हो। धन्यवाद। प्रीति र माया लाएर तिमी नगर मलाई जाऊ। Yo